हेलो साथीहरू, गुड आफ्टरनुन। लन्चमा चाहिँ के खायो भन्दाखेरि चाहिँ मैले थुक्पा खाँदैछु। ल के गर्नु, थुक्पै खानु मन लाग्छ है। थुक्पा मोमो चाउमिन के त धेरै दिन बाद थुक्पा पनि नखाएको है। अन्त आज खाँदैछु। अन्त थुक्पामा चाहिँ आज केही पनि छैन, अन्त खुर्सानी छ खाइदिएको। ल के साह्रो मिठो। तातो छ, पानी पोल्यो जस्तो अन्त पानी त खानु मन लागिहाल्छ। थुक्पामा तामा हुनु पनि तामै भएन त। तपाईँलाई कस्तो लाग्छ थुक्पा? मलाई त थुक्पा मिठो लाग्छ। चाउमिन भन्दा थुक्पै मनपर्छ मलाई। यसमा चाहिँ पिरो बेसी लाग्यो नि त, टोकेको अन्त खुर्सानी। खुर्सानी अलिकति पोमा भएछ। मिक्सर अचारमा चाहिँ अर्को कस्तो हुन्छ। सुपमा चाहिँ के लगाएको भन्नुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ साथीहरू, मलाई थाहा छैन। तर म चाहिँ कसरी बनाउँछु भने सुप चाहिँ तेल पिस्छु अलिकति, अन्त प्याज पिस्छु, टमाटर पिस्छु, अन्त त्यसमै सुप। त्यो सुप चाहिँ मिठो हुन्छ क्या। भन्ने बेलामा सबिन हुँदैन कोही बेला घरमा होइन, आलु हुँदैन, आलु त हाम्रो खाँदैन पनि। अन्त त्यही लागि यसरी नै बनाउँछु सुप।